नमस्कार, जय नेपाल। फागुन 21 गतेको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। म प्रारम्भमा नेपाली कांग्रेसका मतदाता समर्थक शुभेच्छुकहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। तपाईले अत्यन्त दुःखको समयमा नेपाली कांग्रेस पार्टीलाई साथ दिनुभयो। प्रतिगमनका ती दिनहरूमा, हिजो युद्धको बेलामा अत्यन्त अप्ठ्यारो समयमा लखटिँदै गर्दा, मारिँदै गर्दा पनि तपाईले कांग्रेसको साथ छोड्नु भएन। अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेस पार्टीको रुख चिन्हमा मतदान गर्नुभयो। मलाई थाहा छ यो बीचमा तपाईको कांग्रेस र कांग्रेसको नेतृत्व हामीहरूसँग थुप्रै गुनासाहरू थिए। गठबन्धनको राजनीतिका बारेमा, राजनीतिलाई प्रदूषित बनाएका बारेमा, राजनीतिले डेलिभर गर्न नसकेको बारेमा तपाईका यी गुनासहरूको हामीले उपेक्षा गरेनौं। ती गुनासहरूलाई सम्बोधन गरेर नेपाली कांग्रेस पार्टीभित्र ठूलो परिवर्तन गरेर आएका छौं। त्यसैले म तपाईलाई अनुरोध गर्न चाहन्छु, जुन बेला तपाईका गुनासहरू थिए ती बेलामा पनि तपाईले नेपाली कांग्रेसलाई मतदान गर्नुभयो। आज हामीले तपाईका ती गुनासहरू सम्बोधन गरेर आएका छौं र एउटा विश्वास दिलाउन चाहन्छौं। तपाईले जस्तो कांग्रेस चाहनु भएको त्यस्तै कांग्रेस बनाउने बाटोतर्फ हामी उद्धत छौं भने त्यो कांग्रेसबाट जस्तो देश बनोस् भन्ने चाहनु भएको छ, यो 5 वर्षको समय हामी त्यही बाटोतर्फ देशलाई लिएर जान्छौं। त्यसैले यो पटक पनि अलमलमा नपरिकन तपाईले वर्षौंदेखि माया गर्दै आउनुभएको तपाईको पार्टी नेपाली कांग्रेस, तपाईको चुनाव चिन्ह रुखमा मतदान गरेर नेपाली कांग्रेसको उम्मेदवारहरूलाई र नेपाली कांग्रेस पार्टीलाई निर्वाचित गराइदिन म आग्रह गर्न चाहन्छु। मेरो दोस्रो अनुरोध आम मतदाताहरूलाई छ, यो एउटा छनौटको समय हो। तपाईले कसलाई छान्नुहुन्छ, कसरी छान्नुहुन्छ भन्नेले नेपालको भाग्य र भविष्य निर्धारण गर्छ। म तपाईलाई विश्वास दिलाउन चाहन्छु, यो 5 वर्षको समय हामी खेर फाल्दैनौं। एउटा हुटुटी लिएर आएका छौं, एउटा सपना लिएर आएका छौं, एउटा संकल्प गरेर आएका छौं। सपना र संकल्प मात्र छैन, कसरी पूरा गर्ने भन्ने योजना पनि छ। एउटा सोचका साथ आएका छौं। एक दिनको समय पनि खेर नफाल्ने र कुनै एउटा गल्ती पनि नगर्ने एउटा प्रण गरेर आएका छौं। छोटो समय स्वास्थ्य मन्त्रालय चलाउँदै गर्दा एउटा हुटुटीका साथ गएको थिएँ। केही कामहरू गरेँ र केही परिणामहरू दिन पनि सकेँ। आज फेरि त्यही हुटुटीका साथ तपाईबाट जिम्मेवारी लिनका निम्ति अनुरोध गरिरहेको छु। यो बेलामा तपाईलाई विश्वास दिलाउन चाहन्छु, नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर तपाईले देश चलाउने जिम्मा दिँदै गर्दा हामी अहिलेको अवस्था पनि सुधार्छौं, अहिलेको व्यवस्थाभित्र भएका फोहोरहरू सफा पनि गर्छौं र नेपाललाई कुनै दुर्घटनामा पर्न दिन्नौं। कुनै पनि द्वन्द्वमा पर्न नदिकन सबै कुरा सम्हालेर तपाईले खोजेको रोजेको गन्तव्यसम्म यो 5 वर्षभित्र नेपाललाई पुर्याउने छौं। त्यसैले यो पटक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न म तपाईहरु सबैलाई आग्रह गर्न चाहन्छु। मेरो अन्तिम आग्रह युवा साथीहरूलाई छ। भाद्र 23 र 24 गतेको आन्दोलन पछाडि नेपालका राजनीतिक दलहरूको आफ्नो छनौट रहे। हाम्रो पनि छनौट रह्यो। हाम्रो छनौट यो आन्दोलनबाट लाभ लिनेमा रहेन। हाम्रो छनौट यो आन्दोलनको परिणामबाट भाग्ने कुरामा पनि रहेन। हामीले तपाईको आवाज सुन्यौं, हामीले तपाईको भावनालाई बुझ्ने प्रयास गर्यौं र यसका निम्ति मेरो आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो जोखिम उठाएर नेपाली कांग्रेस पार्टीभित्र ठूलो परिवर्तन गरेर आएका छौं। यो परिवर्तन कांग्रेस पार्टीभित्र मात्र सीमित राख्न चाहदैनौं। यो परिवर्तनलाई त्योभन्दा बाहिर लिएर आउन चाहन्छौं।